Good morning everyone. It's me Samjana Tamang from Dading. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु साथीहरु। अनि मेरो यो गुड मर्निङ आज घर पोत्न लागेको साथीहरु। आज शनिबार अब गोबर र माटो मुस्न लागेको म चाहिँ। अथु के भन्छ चिसो। हात कटाङ्ग्र्यो। बिहानको मौसम हाम्रो त्यो यस्तो छ साथीहरु, कुहिरो मुसु केरा रोप्न लाग्यो। अब अझै हात धुहाएन मैले। तातो पानी पनि पिउन पाछैन साथीहरु। पहिला यो रोप्ने काम सकाएर चाहिँ खाजा खानु पर्ने हुन्छ। सम्झनाले के होला यस्तो हुसु लागेछ हाम्रोतिर। ओ कान्छी तिमी दाउरा टिप्न जाने कि घाँस खान जाने? तिमी कति बजी जान्छ? आहा हातजनालाई कस्तो मेरो अच्छु बिहान के जान र यस्तो जान। ओ नभए म मेरो हातजना लायो कस्तो अच्छु। ए हिजोकै लुगा हो के यो? हिजो जम्मै भिजिसक्यो लुगा हो। अच्छा भाइ यो हिजोकै लुगा हो। आमा हात जान लाग्यो सक्दैन क्या। कोही लुगा त हिजो धोयो नि धुन त। कोही लुगा के जुत्ता निकाल्दै गयो घाँस खान। सम्झनाले नि सोध्यो आहा मेरो यिनी चार्नु पर्ने मात्रै हो कि हुन। झरा लाग्यो मेरो हात झरा लाग्यो। हात झरा लाग्यो मेरो। आगो ताप्नु परेन? कसलाई भने त? गाइसहरुले भने। ल है साथीहरु अब हामी दाउरा टिप्न जान लाग्यो। माथि हाम्रो मम्मीहरु बन्चरो भन्छ यसलाई बन्चरो। चिना चाहिँ कि छैन भन्न अब। के हाम्रोतिर यसलाई त हाँस्या भन्छ, तपाईहरुतिर के भन्छ हो यसलाई? के बिना हुस लागेर गयो। फाइनली साथीहरु हामी दाउरा काट्ने ठाउँमा आइपुग्यौं। कुमारी हामी दाउरा काट्ने ठाउँमा आइपुग्यौं साथीहरु। दिनभरि हामी के गर्छौं त्यो सबै हजुरहरुलाई देखाउने छौं साथीहरु। गाउँघरमा यस्तो हुन्छ हाम्रो काम। चरोले दाउरा यही हो साथीहरु दाउरा काट्ने ठाउँ। देख्न सक्नुहुनेछ। खाना बाग्दिछु किसान भाग्यो। बाटो यस्तो छ साथीहरु। म आयो है गुटुक टुक 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 लाएर सिजन गुटुक टुक 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 लाएर। अस्ति हामी दाउरा टिप्न आएको थियो नि राति। त्यतिखेर उहाँ तल आमामा यस्तै हो कि बाटो सिजन दाउरा बोकेर आमा इतिले कसम लडेको के ला ढुङ्गा लाई क्या लाग्यो। के गरेर अनि यस्तो छ अनि के को रिसाइरा
मैले हाने हो जान्दैन मार्दे के पुरो मार्दे किन मार्ने हो र के राम्रो देखेको सिजन साँच्चै तर आफू राम्रै छ है मार्दे के पुरो मार्दे किन मार्ने हो र बुढोलाई मारेर म के गर्ने कस्तो पामा बोक्ने बेला के गरेर बोक्ने त दाउरा त यस्तोमा नि ओहो मलाई डर लाग्यो किसान भी खाना बाग दीजिए आ रहे नाम हाँ कम संग बगा फुआ रहे बसे बिना मांगनी बगा Kahin dambo. Rồi xe hưu vậy? Hang ayo. Hưu ta? ल है साथीहरू खाना खाइसक्यौँ हामीले अब फेरि टिप्नु पर्ने हुन्छ यति दाउरा टिप्यौँ साथीहरू अब म चाहिँ घर फर्किन लागेको नुहाउनु पर्ने छ कि त्यही भएर म चाहिँ घर आउँदै हो साथीहरू आउँदा आउँदै चटपटे खाने ठाउँमा आइपुगेँ म खानुपर्ने हुन्छ मैले चटपटे ठक्कै खाने बेला आइपुग्छु म भाग्यमा साथीहरू म नुहाउनलाई भनिरहेको घरमा तर के गर्नु जाडोले म नुहाउन सक्दिनँ साथीहरू त्यही भएर म पानी तताउन लगाएको साथीहरू अब आगो पुग्नु पर्यो तातो पानी बिना नुहाउन असम्भव छ यो जाडोमा आगो पुग्नु पर्यो अब फाइनली साथीहरू मेरो पानी तात्यो अब म नुहाउन जान्छु रात पनि बन्न लागिसक्यो साथीहरू रात परिसक्यो